सो हेलो गाइस, सबैलाई स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ म कामको लागि अलिक चाँडै आएको भएर अब कामको नजिकै टोकियो टावर छ होइन, तर पनि आजसम्म गएको थिएन। अब जाउँ भनेर सोचिरहेको थिएँ। सो आज म त्यही तपाईँहरूलाई देखाउँछु के कस्तो रहेछ होइन टोकियो टावर चाहिँ भन्ने कुरो। एकछिन भिडियो हेर्नलाई अनि ठ्याक्क टोकियो टावर नजिक पुगेपछि मैले भिडियो सुरु गरेँ हो होइन। हेर्न सक्नुहुन्छ टोकियो टावर नजिकै चाहिँ यस्तो एउटा राखिएको छ। अनि यहाँ चाहिँ पार्कहरू पनि राम्रो राम्रो लाग्यो, मलाई एकदम राम्रो लाग्यो होइन। पार्कमा बसेर टोकियो टावरको भ्यू हेर्दै होइन जे गर्नु पनि सक्नुहुन्छ तपाईँहरूले। सो अनि म चाहिँ अलि अगाडि हेर्दै जाउँ, अलि इन्ट्रेस्टिङ लाग्दै गयो क्या। हेर्दै जाँदा 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 अगाडितिर झन् राम्रो राम्रो लाग्दै गयो होइन। अनि यो टोकियो टावरको चाहिँ वरिपरि जता गए पनि क्या कस्तो हरियाली र एकदम सरसफाइ बब्बाल छ क्या होइन। अनि म चाहिँ अलिक तल जानु पऱ्यो भन्नुभयो। सो यहाँबाट तलतिर गइरहेको थिएँ अनि यस्तो दायाँ हेर्दै गएको तल बबाल देखिन्छ रहेछ क्या। अनि अहिले पनि साकुरा फुलिरहेको हो भनेर म चाहिँ नजिक गएर हेरेँ, लास्टमा होइन रहेछ क्या साकुरा चाहिँ होइन। अनि तल गयो अनि यस्तो तल हेरेको त्यहाँ ट्राफिकमा चाहिँ दुई तले बस अड्किया रहेछ क्या। अनि त्यसलाई पनि गएर यसो हेरिदिउँ न भनेर अनि चट्ट तल गएको। अनि यसो त्यहाँ जाँदै थिएँ अनि माथि चाहिँ ब्रिज रहेछ क्या रोड क्रस गर्नको लागि चाहिँ। अनि चट्ट अब गएर क्रस गरेर माथिबाट त्यो दुई तले बस हेर्नु पऱ्यो भनेर गएँ। अनि चट्ट ब्रिजबाट त बापा कुरै नगर्नु क्या, खत्रै देखाएको थियो क्या, बबाल देखाएको थियो होइन। अनि सट्ट लाएर त्यो दुई तले कहाँ गयो भनेर अनि यस्तो तल क्यामेरा घुमाएको त छैन रहेछ। अनि यस्तो हेरेको त सिन्गो भइसकेछ क्या। अन्त त अब जान्छ नि त सिन्गो बोलिसकेछ त भने यस्तो हेरेको त्यहाँ गइरहेको रहेछ क्या, देख्नु होला होइन। टुरिस्टहरू बसेर गइरहेको धेरै भिडियो बनायो भने फेरि तिनीहरूले उयो गर्छ भनेर फेरि गएँ। अन्त जिन्ज्या छ क्या एउटा, खतरा लाग्यो त्यो जिन्ज्या मलाई होइन। गौतम बुद्धको जिन्ज्या है। अनि यस्तो त्यो जिन्ज्यामा चाहिँ आफ्नो विशेषहरू लेखेर यस्तो गर्ने रहेछ। अनि हेर्नु अनि यतापट्टि चाहिँ के हो एकदम एट्र्याक्टिभ थियो क्या। सबैजनाले त्यसमा गएर चाहिँ तपाईँको फोटो भिडियोहरू बनाइरहेको थियो होइन। अनि म पनि गइदिइहालेँ चट्ट लगाएर के रहेछ यो कुरो भन्ने चाहिँ थाहा थिएन है मलाई फेरि होइन। अनि जिन्ज्यामा एकछिन गएँ, दर्शन गरेँ। अनि यो चाहिँ खोइ यहाँ नम्बर लेखाएको थियो क्या, यो चाहिँ के हो खोइ थाहा छैन। तर यो जतिवटा छ त्यसको तल चाहिँ एउटा नम्बर अनि छुट्टै डिजाइनको छ क्या। अनि मैले यसको मिनिङ बुझ्न सकेन। अनि तपाईँहरूलाई यदि थाहा छ भने यसको मिनिङ मलाई कमेन्ट गरेर भनिदिनु होला होइन। यो चाहिँ ठ्याक्कै टोकियो टावरको अगाडिपट्टि छ। अनि एकदमै धेरै छ क्या, कति लगभग 400 कतिवटा कि 500वटा जति छ हौ यो। अनि मैले त सोचेको थिएँ यो त यस्तो एट्र्याक्सनको लागि लगायो होला भने यसको छुट्टै स्टोरी के छ अरे होइन, त्यो चाहिँ थाहा भएन। अनि जिन्ज्याको पछाडितिर यस्तो गएको के गर्नु खत्तम छ क्या होइन मेरो क्यामेरा क्वालिटी। अनि कस्तो राम्रो थियो क्या सिन चाहिँ, तर लिन सकेन। तर बबाल थियो क्या, लाइनै थियो। अनि त्यो हावा चल्दाखेरि घुमिदिने क्या, अनि कस्तो मजाको देखिने भएको थियो क्या। सो आजलाई यति नै।